Hello, welcome back to my YouTube channel. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ फेरि म अब कलेज जानुपर्ने हो। कलेज जानु भनेको मेरो दुःखको दिन हो जस्तो लाग्छ, किनकि अब यहाँदेखि यति टाढा जानु छ, प्लस पैसा पनि सकिन्छ, प्लस टाढा डिस्टेन्स एकदम लामो छ, झ्याउ लाग्छ। तर कलेज पनि जानै पर्यो। पढ्नमा जाने क्रेडिट आवर पुऱ्याउन जानुपर्छ कलेज स्पेसली। म चाहिँ यति बेला चाहिँ एकछिन याकमा आइपुगेको छु। यहाँदेखि म ट्रेन टिकट काटेर जानुपर्ने हुन्छ। जान त मनै लागेको हुँदैन, के गर्ने बाध्यता। ट्रेनमा आउ जाऊ गरेर झ्याउ लाग्छ, गर्ने काम गर्न मन लाग्छ, तर के गर्ने, अब जानै पर्यो। लेट्स सी आज गइन्छ, अब कलेजमा के गरिन्छ, अनि साथीभाइहरूसँग भेटिन्छ, घुमिन्छ एकछिन। पढ्ने त यस्तै हो, क्रेडिट आवर पुऱ्याउने, अनि फेरि तँ भोलि साँझ ट्रेनमा फर्किनुपर्छ। के गर्ने, दुःख छ स्टुडेन्ट लाइफ कोरियामा। अब काम पनि थियो, अब के गर्नु। लेसी अब हेरौँ, अब ट्रेनमा जानुपर्ने हुन्छ। यस्तो राम्रो फुलहरू फुलेको रहेछ यहाँ, दामी छ है, यस्तो दामी फुलहरू। यो नेपालमा भयो यस्तो राम्रोसँग जोगाएर राख्छन्। कोरिया हो नि त साथीहरू, राम्रो छ। ल भ्युज पनि हेरिदिउँ एकछिन याक्ने रहेको। अनि अब चाहिँ म चाहिँ जानुपर्ने हुन्छ टिकट काट्न, किनकि टाइम एकदम थोरै छ। 15 मिनट जति छ टिकट काटेर अनि रेडी पारेर अनि लाग्नुपर्ने हुन्छ। अनि म चाहिँ अब ट्रेनभित्र त खासै बनाउन पाइँदैन भिडियो केही पनि। अनि यसो भ्युजहरू चाहिँ म देखाउन सक्छु। हल्का स्याड न्युज पनि छ, अब कोरिया आएको एटलिस्ट 1 इयर भयो। अनि हल्का भिजा एक्सटेन्ड पनि गरेको, भिजा पनि अहिलेसम्म दिएको छैन। अब भिजा सकेकै 4 दिन भइसक्यो, अहिलेसम्म भिजा दिएको छैन। अब इलिगल बनाइदिन्छ कि भन्ने डर पनि छ। सायद स्टेप पोजिटिभ भन्छ नि त, सकारात्मक हिसाबले सोचिरहेको छु, दिन्छ होला 1-2 हप्ताभित्र दिन्छ अरे। अघिको दाइहरूको पनि त्यस्तै भएको थियो, अब सायद दिन्छ होला। अनि त्यही पनि हिँड्न पनि एकदम डर त लाग्दो रहेछ क्या। अब जे भए पनि भिजा छैन भन्ने हुन्छ नि त, एउटा मनमा डर चाहिँ हुँदो रहेछ क्या। अब टिकट हातमा आइसक्यो। अब यहाँदेखि चाहिँ अब म चाहिँ यसरी गरेर पर्दा यो 7 नम्बर ट्र्याकमा जानुपर्ने हुन्छ। म जाने ट्रेन चाहिँ 7 नम्बर ट्र्याकमा आउँछ, हेर्न सक्नुहुन्छ। 3:23 को टिकट काटेको, 6:42-52मा पुग्छु म। भनेपछि 3 घन्टा समथिङ 42 मिनट जति लाग्छ। अनि के अरे यता एकदम लामो छ, अनि ट्रेनमा बस्दा झ्याउ पनि लाग्छ। अब के गर्ने, जानै पर्यो। अब यहाँदेखि 3 घन्टा 42 मिनट प्लस उतादेखि फेरि अब लगभग 1 घन्टा 15 मिनट भनेपछि समथिङ 5 घन्टाको यात्रा हुन्छ मेरो। एकदम लामो छ यात्रा। समुद्र देखिन्छ अब। स्त्रीहरूको जोडी बसेको देख्दा चाहिँ मनै हरुङ्ग हुन्छ है। गाह्रो छ हामीलाई। यो चाहिँ अब हामी चाहिँ अब स्पेसली भन्नुपर्दा यो चाहिँ कलेजको बस हो होइन। कलेज बसमा जानको लागि चाहिँ हामी कुरिरहेछौँ। केटाहरू चप्पलहरू हटाउँदैछन्। अब कोही यता आइसकेको छ। घर चाहिँ दाङ, भालुवाङको शेर भन्छ क्या उसलाई। पढाइ भन्न आउने हुन्छ, तर आफ्नो सिलसिला हुन्छ यहाँ। जे गरिन्छ, साथीले मोबाइल चलाउने, अनि साथीले क्लासमा आएर होमवर्क गर्ने, म चाहिँ क्लासमा आएर भ्लग बनाउँछु। बिना भिसा छौँ है, इलिगल छौँ। हामी के छौँ, इलिगल छौँ, त्यही भएर हामी इलिगल भयो भने केही फरक पर्दैन कि भिजा दिन्छ हामीलाई। अब 5-6 दिनमा भिजा आउँछ होइन।
तर जे भए पनि एक दिन इलिगल हुँदा चाहिँ डर चाहिँ लाग्दो रहेछ है गाइस होइन भर्खर आएको नयाँ अब टिकट सिकट काटिसकेँ होइन तर अलिक टाइम चाहिँ धेरै छ कि मेरो अब जस्ट आधा घन्टा 1 घन्टा रहेछ अनि त्यही भएर चाहिँ म अब एकछिन यसो टाइम पास गर्नको लागि अब यता जान्छु के रहेछ यता हेरौँ होइन अब जस्ट टाइम पास त गर्नु पऱ्यो त्यही भएर यतातिर निस्किन्छु म के रहेछ यसो सानो सानो पार्क जस्तो थियो म पहिला आएको थिएँ होइन अब टाइम धेरै छ नि त के गरौँ त अब बसेर एक ठाउँ बसेर पनि बोर लाग्छ त्यही भएर यतातिर म निस्केको छु यस्तो छ यो ठाउँ हेर्न सक्नुहुन्छ है यस्तो छ दामी छ ल पार्क जस्तो रहेछ अनि फुलहरू राम्रो छ नि त यहाँ फुलहरू यस्तो दामी छ आर्टिफिसियल हो यो म्यानमेड हो राम्रो छ दामी छ ल है आज चाहिँ के कार्यक्रम प्रोग्राम चलिरहेको रहेछ त्यतातिर ल यो भित्र पनि छिर्दिउँ न त के छ र ए तल चाहिँ अघि टिकट काटेको ठाउँ यहाँ रहेछ नि त यो भित्र म छिरेको थिएन अहिलेसम्म आज चाहिँ म छिर्दै कि के रहेछ भनेर हेरिदिउँ न त होइन ल डेकोरेसन चाहिँ दामी छ क्या यहाँको मलाई बवाल लाग्छ यहाँको डेकोरेसन